बात मार्दै गर्दै गर्दाखेरि एकजना सुसाइडल थट आउने एकजना बहिनीको कुरा गर्दैछु। मर्नु, आफैलाई सुसाइड एटेम्प गरेको, त्यो सुसाइड एटेम्प गरेको सबले देख्छ, आफूले मार्नु खोजेको सबले देख्छ, प्यानिक एटेक भएको सबले देख्छ। अनि आमा बाउ अत्तालेर के भयो भयो, मेरो छोरी राम्रै स्कुल जाँदै थियो, राम्रै ट्युसन जाँदै थियो, राम्रै पढ्दै थियो, के भयो भयो, सबैले देख्छ त्यो। तर उसको जीवनमा उसको बोयफ्रेन्डले, केटाले बन्द कमरामा गरेको अब्युज, फिजिकली अब्युज चाहिँ कसैले देख्दैन। अनि त्यो केटीले पनि भन्नु कसलाई सक्दैन। लुकाउँदा 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 त्यो प्राणमा त्यो लुक्काको कुरा चाहिँ बाहिर देख्दै गर्दा नि उसलाई एन्जाइटी भयो, डिप्रेसन भयो, प्यानिक एटेक भयो, अर्को रोग आयो, किसिम रोगहरू आयो, डर भयो, लाज भयो, त्यहाँदेखि चर्च जानु मन लागेन, अगमवक्तासँग त दूर दूर, किनभने सबै त भनिदिन्छ भनेर डर भयो। त्यहाँदेखि परमेश्वर उसको लागि चाहिँ पिट्ने, न्याय ल्याउने, त्यहाँदेखि उसले सङ्गति जानु छोडिदियो, त्यहाँदेखि बिग्रिँदै 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 नाश यसरी पनि कतिजना हुन्छ। तर प्रभुलाई धन्यवाद, कतिजना हामीले भेटायो अनि उनीहरूसँग बात मार्दै गर्दा नि उनीहरूको जीवनमा प्रभुले स्वतन्त्रतालाई छुटकारा लिएर आउनुभयो। सो त्यसले गर्दै गर्दा हाम्रो जीवनमा चङ्गाई, हाम्रो जीवनमा छुटकारा चाहिएको भने नि हाम्रो जीवनको सत्यतालाई चाहिँ खुल्ला किताब जस्तो प्रभुको अगाडि राख्नु जरुरी छ। हितोपदेश 28:13ले भन्छ, अधर्म लुकाउनेको उन्नति हुँदैन, तर जसले मानिलिन्छ अनि छोडिदिन्छ उसले परमेश्वरको निगाहलाई देख्छ।